नमस्कार। आजको विषय छ लर्निङ एक्टिभिटिज। दैनिक स्कुलमा हामीले गर्ने कक्षा कोठामा एक्टिभिटिजको विषयमा आज म हजुरहरूलाई सानो शेयरिङ लिएर आएको छु। आई होप यो शेयरिङले हजुरहरूलाई धेरै हेल्पफुल हुनेछ। सो लर्निङ एक्टिभिटिज डिजाइन गर्ने बेलामा सर्वप्रथम हामीले विचार गर्नुपर्ने कुरा चाहिँ के छ भने बच्चाको लेभल हेर्ने। हामीले कुन लेभलको लागि यो एक्टिभिटी डिजाइन गर्दैछौँ, फर्स्ट लेभल। देन कम्स बच्चाको इन्ट्रेस्ट। हामीले एक्टिभिटी डिजाइन गरेर मात्रै हुँदैन, त्यसमा बच्चाको रुचि पनि हामीले हेर्नुपर्ने हुन्छ। बच्चाले त्यो एक्टिभिटी गर्दाखेरि चाहिँ आफ्नो इन्ट्रेस्ट देखाउँछ कि देखाउँदैन, त्यो एक्टिभिटी आफैमा क्रिएटिभिटी छ कि छैन भनेर पनि बुझ्नुपर्छ। अनि त्यसपछि हामीले अर्को हेर्नुपर्ने चाहिँ बच्चाको क्यापासिटी। क्रिएटिभिटी भएर मात्रै हुँदैन, एज एप्रोप्रिएट भएर मात्रै हुँदैन, बच्चालाई गर्न आउनु पर्यो। त्यो चाहिँ बच्चाले त्यो गर्दै गर्दा केही सिक्न सक्नु पर्यो त्यहाँबाट, त्यो पनि भयो। एन्ड देन कम्स क्रिएटिभिटी। अलिकति हाम्रो टास्क चाहिँ त्यो एक्टिभिटी अलिकति क्रिएटिभिटी हुनु पर्यो, जसमा चाहिँ बच्चाले त्यो डिफ्रेन्ट आइडियाजहरू त्यहाँबाट जेनेरेट गर्न सकुन्। देन कम्स अलिकति लर्नर्स ओरिएन्टेडलाई पनि हामीले एड्रेस गर्दै अगाडि लानुपर्छ भने हाम्रो एक्टिभिटी जहिले पनि हामीले डिजाइन गर्ने बेलामा चाहिँ त्यो कन्टेन्ट बेस छ कि छैन, कन्टेन्टसँग रिलेटेड छ कि छैन त्यो पनि हेर्नुपर्छ। अनि किनभने जति पनि एक्टिभिटी हामी डिजाइन गर्छौँ कन्टेन्टको सेरोफेरोमा बसेर नै हामीले गरिरहेको हुन्छौँ। देन कम्स यो लर्नर्स ओरिएन्टेडको कुराहरू भइहाल्यो, किनभने चाइल्ड सेन्टर्ड नै हुनु पर्यो। अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ हामीले के विचार गर्नुपर्छ भने यो चाहिँ एकदमै सिम्पल टु कम्प्लेक्स हुनु पर्यो। एक्टिभिटी प्राय हेरिन्छ ऱ्यान्डम गरिरहेको हुन्छौँ हामीले, तर सिम्पल टु कम्प्लेक्स गऱ्यो भने बच्चाहरूको लर्निङ चाहिँ एकदमै राम्रो हुन्छ र अचिभेबल पनि हुन्छ। एन्ड देन कम्स हाम्रो एक्टिभिटी डिजाइन गर्ने बेलामा जब हामी टकमा कुनै इन्स्ट्रक्सन दिइरहेको हुन्छौँ अथवा कुनै हामी भर्बल इन्स्ट्रक्सन दिएको हुन्छ, त्यो चाहिँ एकदमै सिम्पल, एकदमै सर्ट हुनुपर्छ, सो द्याट बच्चालाई सजिलो हुन्छ बुझ्नलाई र गर्न पनि सजिलो हुन्छ। यति गर्नुभयो भने हाम्रो एक्टिभिटी फ्रुटफुल हुन्छ। धन्यवाद।